मदेखिलाई नि के हुनुपर्छ भन्ने थाहा नै नहुने साथी हो। हेर्नु न, आज त मैले मलुको रेसिपी ल्याउनु लगाएको साथी हो। सबैजनाले मासु मात्रै पकाएको हाल्नुभयो, कहिलेकाहीँ त अरू तरकारी नि पकाएर हाल्नु न भनेर भन्नुभयो। आज त मैले त्यही भएर मलुको तरकारी पकाउनु लगाएको साथी हो। मेरो बारीमा त खुर्सानी र मलुको त सस्तै फलेको रहेछ साथी हो, त्यही भएर मैले पकाइसक्नु लाएँ। हेर्नु न, टमाटर हालेँ, त्यसपछि त फेरि छोपेँ, फेरि पानी फेरि यति परित्यो कि कुरै नगर्नु। त्यसपछि त मैले खुर्सानी हालेँ, खुर्सानी हाल्दै चलाएपछि त खामखामुनि भइसक्यो। यत्तिको भइसकेपछि त फेरि ढाक्नु पर्यो साथी हो। ढाकेपछि त फेरि यत्तिको भयो। यत्तिको भएपछि मैले खुरेर पानी हालेँ, पानी हालेर फेरि चलाउनु लाएँ साथी हो। चलाएर फेरि लसुनले झान्न लाएँ, लसुनले झानेर त हर्र खामखामुनि बास्ना आच्चा गरेँ। त्यसपछि त मैले पनि भग्ल पकाइसकेँ। पकाएर त साथीहरू कस्तो खामखामुनि, देख्दै खामखामुनि थियो। हेर्नु न कस्तो मङ्ग बास्ना आएको क्या, हर्र लाएर मैले